अरे हत्या गरे यही मुखमा कति म हत्या गरे हे को भन्नी यहाँ कति धेरै यहाँ कति रे त्यस्तो रूपमा मर्यादा गर्ने को होला यार हन कति धेरै यहाँनिर मर्छ रुन्छन् मान्छेहरू यहाँ गुवा 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 घर हुन्छन् रे तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ कसैले राम्ररी भन्नु मक्खै नपर क्या सबभन्दा पहिला ऐना आएर राम्रो छैन कसले भन्यो त्यहाँ अहिले मेकअप नगरेर मेकअप गर्ने कति राम्रो छु म मेकअप किन गर्न पर्यो राम्रै हुन राम्री किन हो नि मान्छे हो ओ माई गॉड ओ ओस लुक्स सो हट पैसा चैट तिमीलाई अब कसले लान्छ र ए मेरो मेरो के छैन बुझी मेरो केही छैन रे साह्रै हो मेरो केही छैन अरे कहाँ ना क्या चाहते हो अनि अनुहार छैन भनेको अनुहार छैन मेरो के म मान्छे होइन म गधा हो भर्खर पुँजी भन्थे गधा हो ओ युआर गधा के साह्रो हेप्छ मान्छेहरूले नि कसले हेप्यो मान्छे हेर्ने जस्तो म त केटा पटाउन मन लाग्छ तिमीलाई लाग्दैन मान्छेले पटाउँछ मलाई कस्तो केटा पटाइदिनु म तिमीलाई भन कस्तो भने एकदम ह्यान्डसम ओके अहिलेको ह्यान्डसम चलेको त कलौटे कालो हप्सी कलौटे कालो हप्सी पागल अहिलेको सुपरस्टार हो बाउलाई अहिलेको सुपरस्टार हो त्यो त कलौटे सलौटे त गोली मारिदिने म त गोरो हो त्यसो भए कोतका युरा सफल युवराज सफल अहिलेको बेस्ट ह्यान्डसम त्यो ठिक हुन्छ त्यो युवराज सफललाई ह्यान्डसम भने ल्याएर माया कसम सेकु धमाला गोरो झन् त्यो विदेशी छ नि विदेशी गोरो नि जिनमिन के भन्छ नि केटा भन्छ विदेशी सुगा सुगा जिमिम बिटिएस मनपर्छ गोरो हो नि त तिम्रो अबे कमसेकम आफ्नो लेभल त तिमीले त हाम्रो चाकधोका पार्ने पनि हान्दिन यार कहाँ सुप्रेसर ताकेको बे म हिँड्ने छैन तिमी हिरोनी बन्नु र हाम्रो देशमा विकास हुने एउटै हो भोटी नै पर्छ ल हात हेर्न ए मेरा बा त सिङका आस्था हात देखाएर अझ गोरो त जोनी सिनी पनि गोरो होला त्यो ठिक हुन्छ मलाई मार्कसम्मलाई मार्दै केटा मार्कसम्मलाई गोली हानेर मार कसैले मार्कसम्म मजा आउडा हेर गाइड ओहो यार के देखा परेको होला पागल भयो तिमी तिमीलाई थाहा छ ऊ सुपरस्टार हो अब भेलु बासँग जोडी मिल्थ्यो भेलु बाजा गइसके जोनी सिंह भनेको थाहा छ बिचरा के भन्छ के हो र सुपरस्टार
जोन सेनालाई अर्को रिमिक्स भाषामा त भनेको त सरी छ पल्लाका डक्टर हो के के त्यो त नराम्रो हो भन्दैछ नराम्रो रे प्लम्बर दाइ हो नीलो फिल्म स्टार हो भन्छ के चुप गरेर के भन्छ अरू के छ भन ठिक छ पनिसन गेम खेल्नु तपाईँ म लाउनु बिहा गरेका मान्छेको जिन्दगी नै पेन्सन भइरहेको हाम्रो यार किन अनि भोलि नि म छोराको बाबाको थाहा भयो तिमीलाई थाहा छ मलाई छोरा बाउ पनि अरूसँग लाग्न छोड्ने होइन के काम तेरो बाउसँग लाग्छु म फर्काऊ होइन होइन कोहीसँग टिकटक बन्न पनि नपाइने के फर्का हुन्छ तेरो हस्टेलमा आइथी भिडियो बनाएको यार अरू संसारमा केटा छन् टिकटक गर्ने केटा छैन केटी चाहिन्छ केरा बाजे भ्यू गेन गर्नको लागि केटा चाहिन्छ केटी चाहिन्छ केटाले थोरै भ्यू गर्छ यार फेरि केटा फर्काऊ कसलाई फर्काउने अब हामीले केटीसँग